ओके, सन्चै हुनुहुन्छ? आज म यस्तो दामी फोनको बारेमा भन्नेवाला छु जुन चाहिँ तपाईले खोजिराख्नु भएको छ, जसमा चाहिँ चट्ट परेको एमुलेट स्क्रिन अनि 1-2 दिन बत्ती नआउँदा केही फरक नपर्ने लामो टाइमसम्म ब्याट्री ब्याकअप दिने ब्याट्री भएको, सँगसँगै एकदमै क्युट फोटो निकाल्नको लागि राम्रो क्यामेरा भएको र चट्ट परेको डिजाइन भएको फोन। सबै फिचर एउटै फोनमा पाउन सक्नुहुन्छ। त्यो हो Honor 400 Pro। Honor 400 Pro चाहिँ Honor 200 Pro को अपग्रेडेड भर्जन हो र Honor 200 को Pro को भन्दा चाहिँ लिटरली डिजाइन चाहिँ चेन्ज भएर आएको छ। Honorले टप माउन्टेन फ्लाइटमा चाहिँ Honor 400, Honor 400 लाइट र Honor 400 Pro तीनटा फोनलाई चाहिँ लन्च गरेको थियो, जसमध्ये चाहिँ हामी एकदमै फ्ल्यागशिप फोन Honor 400 Pro को बारेमा कुरा गर्नेवाला छौँ। Honor 400 Pro को नेपाली मार्केटमा प्राइस चाहिँ 12512 GB भेरिएन्टको लागि मात्र 88,480 रुपिस रहेको छ। अघि नै भनिहालेँ, डिजाइन चाहिँ अपग्रेड भएर आएको छ र एकदमै राम्रो डिजाइन छ पहिलाको भन्दा चाहिँ। अनि यो फोन चाहिँ तपाईँले पानीमा हाल्न सक्नुहुन्छ। कसरी भन्नुहुन्छ भने यस फोनमा चाहिँ IP69 को वाटर रेजिस्टेन्ट दिएको छ, जसले गर्दा यो चाहिँ सम्भव छ हल्का फुल्का पानीमा भिजाउँदा केही पनि प्रब्लम हुँदैन। अनि यसैगरी यस फोनमा चाहिँ 6.7 इन्चको एमुलेट स्क्रिन प्लस 120 हर्ट्जको रिफ्रेश रेट दिएको छ र आजभोलिको चर्को घाममा पनि मजाले छर्लङ्ग चलाउन सकिने गरी 5000 निट्ससम्मको पिक ब्राइटनेस पनि दिएको छ। सफ्टवेयर अपडेटको कुरा गर्दा चाहिँ यो फोन चाहिँ एन्ड्रोइड 15 बेसमा लन्च भएको छ भने 6 वर्षको एन्ड्रोइड अपग्रेड पनि दिएको छ। सँगसँगै टन्न AI फिचरहरू पनि छ, जसमध्ये चाहिँ तपाईँको डाउन क्वालिटी भएको इमेजलाई चाहिँ अपस्केल गरेर क्वालिटी इन्क्रिज गर्ने सँगै अहिलेको एकदमै पपुलर फिचर सर्कल टु सर्च गर्ने, अनि पछि हाम्रो नर्मल फोटोलाई चाहिँ मुभमेन्टमा कन्भर्ट गर्न लागि इमेज टु भिडियो जस्तो AI फिचरहरू यो फोनमा इन्क्लुड छ। सफ्टवेयर त बेटरै छ। तपाईहरु यो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्स्क्राइब गर्नुहोला र यो भिडियोलाई एक लाइक गर्नुहोला। अनि तपाईहरुलाई घरमै बसेर एकदमै सजिलो तरिकाले आफैले डिस्प्ले चेन्ज गर्नको लागि चाहनुहुन्छ र 1-2 दिन मोबाइल पसल जाने, धाउने, कुर्ने गर्न चाहनुहुन्न भनेदेखि कमेन्ट गर्नुहोस् डिस्प्ले भनेर, अनि त्यससँग छुट्टै एकदमै घरमै बसेर सजिलो तरिकाले डिस्प्ले चेन्ज गर्ने तरिका तपाईहरुलाई म शेयर गर्नेवाला छु। सो त्यही भएर कमेन्ट चाहिँ गरिहाल्नु होला। अब कुरा गरौँ पर्फर्मेन्सको कुरा गर्दाखेरि चाहिँ यस फोनमा क्वालकम स्न्यापड्र्यागन 8 Gen 3 को प्रोसेसर दिएको छ 4 नैनोमिटरको साथमा। अरू ब्रान्डले चाहिँ 1 लाख प्लसको फोनहरुमा चाहिँ यो प्रोसेसर दिन्थ्यो भने Honorले चाहिँ अन्डर 1 लाखमा यो प्रोसेसर दिएको छ। त्यसैले यो एकदमै बेस्ट छ। तपाईले रिल स्क्रोलिङ अनि नर्मल भिडियो एडिटिङ र गेमिङ गर्न मजाले सक्नुहुन्छ विदाउट ह्याङ प्रब्लम। सो अब कुरा गरौँ अघि भने जस्तै क्युट फोटो निकाल्नको लागि यस फोनमा चाहिँ ट्रिपल क्यामेरा सेटअप दिएको छ, जसमा चाहिँ 200 मेगापिक्सलको प्राइमेरी क्यामेरा, 50 मेगापिक्सलको टेलिफोटो लेन्स र 12 मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा दिएको छ, जसबाट तपाईले 4K 60 fps सम्मको भिडियो रेकर्ड गर्न सक्नुहुन्छ भने एकदमै राम्रो इमेजहरू पनि लिन सक्नुहुन्छ। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ केमा छ भन्दाखेरि फ्रन्ट क्यामेरामा यस फोनमा फ्रन्ट क्यामेरा पनि डुअल क्यामेरा सेटअप दिएको छ, जसमा चाहिँ 50 मेगापिक्सलको वाइड क्यामेरा र 2 मेगापिक्सलको डेप्थ क्यामेरा। तपाईले फ्रन्ट क्यामेराबाट पनि 4K 30 fps सम्मको भिडियो रेकर्ड गर्न सक्नुहुन्छ भने इमेज क्वालिटी पनि एकदमै राम्रो पाउन सक्नुहुन्छ डुअल क्यामेरा सेटअप भएको कारणले गर्दाखेरि। लास्टमा अघि भने जस्तै 1-2 दिन बत्ती नआउँदा नि केही प्रब्लम नहुने गरी यस फोनमा दिएको छ 6000 mAh को चाहिँ ब्याट्री प्लस 100 वाटको चाहिँ चार्जर र तपाईले चार्जर चाहिँ बक्समै पाउन सक्नुहुन्छ। यसैगरी अर्को इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि यो फोनमा 50 वाटको चाहिँ वायरलेस चार्जिङ पनि दिएको छ। यो फोनलाई तपाईले वायरलेस चार्ज पनि गर्न सक्नुहुन्छ। एकदमै राम्रो छ। यो बजेट रेन्जमा पर्फर्मेन्स क्यामेराज ओभरअल गुड छ। र अन्तिममा हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला र नेक्स्ट भिडियो चाहिँ कुन मोबाइलको रिभ्यूमा लिएर आउँ त्यो पनि कमेन्ट गर्नुहोला।